हेलो साथीहरू नमस्ते स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। साथीहरू आज चाहिँ धेरै दिनको बाद फेरि म एउटा भिडियो बनाऊँ लिएर भनेर एउटा भिडियो बनाउँदै छु। मलाई चाहिँ अलिक रुगा लागेको थियो अनि आज मलाई चाहिँ क्या साथीहरू बाहिर मेला गएको हैन, त्यही भएर अनि मलाई भिडियो बनाउनु मन लाग्यो, त्यही भएर बनाएको ल। अनि हेर्नु त साथीहरू म चाहिँ अहिले महोत्सव मेलामा छु, लखनऊको महोत्सव मेला हैन। त्यहाँनिर हेर्नु न कत्रो कत्रो झुलाहरू पुरा लगाइराखेको रहेछ हो। नानीहरूले भने मम्मी मेला जाम न जाम अब यो मेला चाहिँ लागेको 10-15 दिन भइसकेको रहेछ, अब यो आउट हुनु लागेको रहेछ, त्यही भएर जाम न मम्मी भनेर नानीहरूलाई लगेर गएको हो। नानीहरू चाहिँ उतापट्टि खेल्दैछन् साथीहरू, म चाहिँ अनि यहाँ बसेर भिडियो बनाउँदैछु। हेर्नु न कस्तो डेन्जर झुलाहरू, क्या मान्छेहरू यस्तो डेन्जरले खेल्दैछन्। म चाहिँ तलबाट हेरिरहेको छु भिडियो बनाउँदै, तपाईँहरूलाई पनि देखाउँदैछु, तपाईँहरू पनि हेरेर इन्जोय गर्नु। एकदम चक्कर लाग्ने क्या, डर लाग्दो यो के भन्छ झुला चाहिँ लगाएको छ यत्रो ठुल्ठुलो साथीहरू। ल हेरेर इन्जोय गर्नु है त तपाईँहरू पनि, आउनुहोस् म तपाईँहरूलाई घुमाउने छु अवश्य। मेरो चाहिँ साथीहरू एकदमै क्या घाँटी खसखसाइराखेको छ, अनि तर पनि अब यताउता अब भिडियो त बनाउनै पर्यो। अब भ्युज पनि त 20-25 पनि जाँदैन होइन, तर पनि मास्क लाएर मलाई चाहिँ एकदम टन्सिल भइरहेको छ अनि यस्तो जाडो छ क्या, चिसो छ। अनि नानीको कोट पनि हातमा बोकेको छु अनि उनीहरू चाहिँ त्यहाँ खेल्दै थियो, खेलेर नानीहरू झरेछन् अनि झरेर त्यहाँनिर खै के कुरा गर्दैछन्, अब कहाँ जाने के भन्दै सल्लाह गर्दैछन्। म चाहिँ यताउता घुमाउँदैछु, मान्छेहरू आउँदैछन्। यताभन्दा चाहिँ उता मेन बाटोतिर चाहिँ साथीहरू धेरै भिड छ, मेलाको भित्र झुलाभित्र चाहिँ अलिकति कम मान्छेहरू रहेछन् साथीहरू, त्यही भएर नि अब यिनीहरूले कहाँ जाने भन्छन् हो। अब त्यतै जानु पर्यो अब होइन, अब फेरि कहाँ जानु के गर्नु भन्दैछन् यसरी साथीहरू। नानीहरू पनि खेल्ने, यो नानीहरूको खेल्ने अनि पर रन घुमाइ बसेको छ। अब यहाँ चाहिँ मान्छे कोही पनि खेलेको छैन साथीहरू, यस्तो चिसोमा यस्तो घुम्नेमा को खेल्नु सक्छ। मेरो त हेरेरै चक्कर आइसक्यो मलाई त हो। म त भिडियो मात्रै बनाइन्छु, खेल्नु पनि सक्दिनँ। पातलो दुब्लोमा चाहिँ टाउको माथि यत्रो ठुलो घुमिरहेको छ साथीहरू, बङ्ल्याङ कि बङ्ल्याङ, खै के साह्रो मान्छेहरू पनि खेल्दो रहेछन्। अहिले चाहिँ अलिकति अब पहिला चाहिँ सुरुमा चाहिँ साथीहरू धेरै मान्छेहरू आउँथ्यो होइन, अनि अहिले चाहिँ यता झुलातिर चाहिँ त्यति छैन, उता बाटोतिर चाहिँ फेरि त्यो के किन्नेहरूतिर चाहिँ कपडाहरूतिर चाहिँ धेरै भिड छ नि। नानी दुई उभिएर खै के खाने कुरा गऱ्यो कि हो यहाँनिर बसेर। म चाहिँ यताउता चिसोले हेर्नु न, त्यहाँनिर हावाले नि मेरो आँखा रातो भइसक्यो, कपालै उडायो, हावा चलेको छ चिसो र चिसो हो। अनि यताउता गर्दैछ नि नानीहरूको खेल्ने यहाँ छ, म चाहिँ लाठी जस्तै यताउता घुमि हिँड्दैछु क्या साथीहरू। अनि भन्दैछ मम्मी के भन्छ पानीपुरी खाने अब भन्दैछ, म चाहिँ घाँटी दुखेर खाँदिनँ, तिमीहरू खाऊ न भनेर यसरी लगाइराखेको छौ। मैले कतिको भैया भनेको 30 रुपियाँ प्लेट अरे, 30 रुपियाँको 6वटा अरे, अनि खाँदैछन् चिसोमा। खै म चाहिँ खाइनँ अनि मैले भने क्या हे भैया भनेर सोधेको, खै के भन्यो म त बुझिनँ पनि। यो त हेर्दा पुवा जस्तो पनि देखेँ, खै बुझिनँ र फेरि म त कति सोध्नु पऱ्यो, रिसाएर मर्छ होला भनेर चुप लाएँ, सोधिनँ पनि। दुईजनाले चाहिँ फक्क खाँदैछन्। सानो चाहिँ उता कता गएको छ, म चाहिँ यसो भिडियो बनाएको साथीहरू यहाँनिर क्या बोल्दा पुरा झोलाहरूको आवाजले गर्दा केही नसुनेर अनि फेरि अब दुबारा गर्नु पऱ्यो है। मलाई चाहिँ मान्छेहरू आउँदै जाँदैछन्, त्यति भिड त यता छैन, तर पनि मान्छेहरू क्या जाँदै आउँदै गरिबस्छन्। मान्छे मेला भनेपछि अब जो पनि आउने जाने साथीहरू, अनि त्यही दुईजना त अझै पनि खानु अघेको छैनन्, खाँदैछन् घम्कीको। मलाई चाहिँ अलिकति जुखाम लागेर झुला चाहिँ घुमेकै छ हो। फररो गरेर कोही खाली घुमाउँदैछन्, कोही मान्छे खेल्छन्, कस्तो नडराक। मेरो चाहिँ तलबाट हेर्दा पनि रिङ्गोटा चलेर चिसो लाग्दैछ, आँखा मेरो
दुखेर मार्क्स पनि घाँटीमा टन्सिल मलाई त लागिहाल्ने नानी कान्छी चाहिँ उसको भेनासँग खेलेर दुईजना आएछन् के खेलेर बेडसिट किनेर गरममा लामी अनि दाजुबहिनी चाहिँ यहाँनिर खाएर फेरि टिकी खाने मम्मी भनेर लु खाऊ न त भनेर अनि फेरि दुईजना टिकी खाने अरे अनि अब यो नानी चाहिँ खै के माग्न आएको पैसा माग्दैछ मसँग पैसा दिनु न भन्दैछ म चाहिँ नाचेर देखान अनि म पैसा दिन्छु भनेको ननाच्ने अरे लजाउँदैछ बिचरा मागी हिँडेको होला मागे बिचरा त्यो आधा मेरो छोरीले चाहिँ भन्छ मम्मी दिनु नदिनु बिचरालाई भनेर फेरि अनि दिएको देऊ न त भनेर दिनु क्या मम्मी भन्दै थियो अनि मैले भने लु जाम है अब मेरो आँखा यस्तो भइसक्यो धुलोले पनि नानी जाम है लु घर अब चाहिँ 7 पनि बज्यो भरे फोन आउँछ पापाले कराउँछ भनेको मम्मी प्लिज मलाई 200 दिनु न म त्यहाँनिर फेरि गेम खेल्छु म हारे गेम खेल्नु छ भनेर 200 पैसा माग्दैछ मलाई फकाउँदैछ मरी उसको भेनाले भन्दैछ लु अघि हारेको अब नदिनु भन्दै थियो अनि दिएँ दुईजना चाहिँ फेरि यहाँ खानु थाल्यो त्यो भित्र जानु खोजेर भूतको मुभी हेर्नु अरे म चाहिँ नजाने डराएर भने दाजुबहिनी खाँदै हिँड्दैछ नि यहाँ फेरि खेल्नु लगेर यस्तो खेल्नु रहेछ उसलाई पैसा मागेको खै के खेल्नु पर्ने यो यस्तो दिमाग लगाएर गिलास खप्टाउनु पर्ने के गर्नुपर्ने देखाउँछ नि यहाँनिर यसरी यो पनि खेल्नु पर्ने अरे पुरा टिकट अरे 200 को अरे 200 को जहाँ पनि 200 लो यस्तरी हान्छ अरे हो गन मम्मी म यसरी बन्दुकले हानेर पर म त्यसलाई म फुटाउँछु भन्छ 200 को टिकट काट्नु भनेर अनि काटी पनि दिएँ म हो अनि म चाहिँ यता उभिएर बोलेको अब म चाहिँ हो अब के गर्नु मलाई बुरा लागिसक्यो म चाहिँ अब खुट्टा पनि दुख्यो बुढेसकाल पनि लाग्यो लु जाम नजाम भने नमान्ने यिनीहरूलाई अब लु जाम कि जाम भन्छु यता चाहिँ यस्तो सामानहरू लगाएको छ नि ब्यागहरू के झुन्डाइराखेको छ नि यताउता हेर्दा चाहिँ राम्रो रमाइलो छ तर म क्यामेरा चाहिँ फनन घुमाउने मेरो बानी साथीहरू यस्तै छ है हेर्नुहोस् अनि साथीहरू हेर्नु न यो चाहिँ यति राम्रो लाग्यो क्या मलाई ड्रिम ट्रेजर अरे होइन अनि हेर्नु न 200 को एउटा अरे 200 को एउटा अरे अनि कति राम्रो लाग्यो क्या मलाई अनि मैले भिडियो बनाएँ अनि मैले चाहिँ लिएर आएँ अनि हेर्नु न कति राम्रो नि हेर्दा नै ल साथीहरू हामी बाहिर निस्किसकेको त्यहाँदेखि अब नानीहरूले भन्छन् खाजा खानुपर्छ खै खाजाहरू पनि केही पनि त्यस्तो राम्रो त छैन मेरो चाहिँ नाकहरू बन्द भएर यस्तै मास्कहरू यो सबै मफलरहरू लाउनु पर्यो ल अब हामी खाजा खाने यस्तो के हो माग्छन् मोमोहरू चाहिँ गरम गर्दै रहेछ चाउमिनहरू ल अब यी साथीहरू ल है अब त राम घर जानुपर्छ 8 बजिसक्यो भोलि नानीहरू स्कुल पनि छ के गर्नु अनि चिसो पनि धेरै छ हो अनि अब चाहिँ जानुपर्छ अनि ल साथीहरू तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्यो त अगर तपाईँहरूलाई राम्रो लाग्यो भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला ल म फेरि पनि अर्को भिडियो लिएर तपाईँहरू सामान्य आउने छु तब तकको लागि मलाई बिदा दिनुहोस् बाई बाई एभ्रिवान बाई बाई